अदालतको आदेशपछि आज छुट्दै गरेको रवि लामिछानेको विषयलाई लिएर सधैँ चाहिँ अहिले मिडियादेखि सामाजिक सञ्जालसम्म घम्साघम्सी चलिरहेको छ। रविका समर्थकहरू हाम्रो नेता छुट्ने भयो, बाघ आयो बाघ, सत्यको जित भयो भन्दै रमाइरहेका छन् भने रविका विरोधीहरू अर्थात् जसलाई उनी मन पर्दैनन् उनीहरूले भने रविले आफ्नो गल्ती स्वीकार्दै बिगो बाबतको रकम अर्थात् हो मैले यति ठगी गरेकै हो भनेर अदालतमा त्यो पैसा कबुल गरी बुझाएर निस्केको, त्यसैले गर्दा उनी ठग नै हो भनेर भनिरहेका छन्। अब यहाँ अचम्मको कुरा के छ भने आदेश दिने अदालत र छुट्ने रवि लामिछाने, तर सामाजिक सञ्जालमा फोकटको झगडा तपाईँ हामी जनता गरिरहेका छौँ। खैर, आजको यो भिडियोमा रवि लामिछानेको यो पटकको रिहाईको वास्तविकता के हो त भन्ने बारे भित्री गोदीसम्मै पुगेर तपाईँलाई बुझाउने कोसिस गर्नेछौँ। सो यदि वास्तविकता जान्न मन छ भने भिडियोलाई पुरा हेर्नुहोला। सुरुमै भनिहालौँ, यदि तपाईँ रविको कट्टर समर्थक वा कट्टर विरोधीको नजरले यो भिडियो हेर्दै हुनुहुन्छ भने दुवै पक्षको लागि यो भिडियो नपच्न सक्छ। त्यसैले कृपया निष्पक्षताको चस्मा लगाएर सत्य सुन्ने हिम्मत बनाएर मात्रै यो भिडियो हेर्नुहोला। अब सुरु गरौँ मुख्य मुद्दा। रवि लामिछाने माथि तत्कालीन ओली सरकारले 3वटा मुद्दा लगाएको छ, जसमा पर्छ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण। यस्तै उनी विरुद्ध 5वटा फरक फरक जिल्लामा मुद्दा छ र आज रिहाई हुन लागेको भनेको जम्मा 1वटा जिल्ला अर्थात् रूपन्देही जिल्ला हो। छोटकरीमा भन्ने हो भने रवि लामिछाने आज न त निर्दोष भएर निस्केका हुन् न त दोषी करार भएर नै निस्केका हुन्। उनी त केवल मात्रै जेल बाहिर बसेर आफ्नो मुद्दा लड्न पाउने भन्ने शर्तमा जमानतमा रिहाई भएका हुन्। अरूको हकमा भए यो एकदमै सामान्य हो। अर्थात् जस्तो टेरामक्स काण्डमा काङ्ग्रेसको नेता मोहन बस्नेत, पतञ्जलि काण्डमा नेकपाको नेता माधव कुमार नेपालहरू पनि यस्तै धरोटीमा बाहिर छन्। सिधा भाषामा भन्नुपर्दा धरोटीमा छुट्नु भनेको दोषी हुनु या निर्दोष हुनु हुँदै होइन, यो त एउटा सामान्य अदालतीय प्रक्रिया हो। तर रवि लामिछानेको केसमा यही कुरा किन यति महत्त्वपूर्ण बन्यो भने अहिलेसम्म उनले यही धरोटीमा बाहिर बसेर मुद्दा लड्न पाऊँ भनेर दिएको निवेदन कुनै पनि अदालतले स्वीकार गर्दै गरेको थिएन र अहिले बल्ल तल्ल अदालतले यो आदेश दिएको छ। त्यही भएर उनको केसमा यो यति महत्त्वपूर्ण बन्न गएको मात्र हो। यसरी धरोटीमा छुटेकाहरू मुद्दाको अन्तिम फैसला हुँदै गर्दा दोषी ठहर भएर जेल गएको र पहिले पूर्वपक्षको लागि थुनामा गएकाहरू अन्तिम फैसलाबाट निर्दोष भएर बाहिर निस्केको कैयौं उदाहरणहरू छ। त्यसैले अहिले उनी निर्दोष वा दोषी भनेर भन्न मिल्दैन। अब हेरौँ धरोटीमा रिहा हुने कुरा पनि रविको केसमा किन यति धेरै चर्चाको विषय बन्यो त भन्ने कुरा। अब अरूको केसमा भए सामान्यतया अदालतमा दुई कुरा हुन्छ, जसमा पहिलो भनेको धरोटीमा रिहा हुनु, दोस्रो भनेको पूर्वपक्षलाई कारागार चलान हुनु। तर आज रविको हकमा भने यो दुईवटामा अर्को एउटा कुरा थप भएको छ, त्यो हो जमानत हो। यही जमानतको कुराले गर्दा अहिले केहीले रवि लामिछानेले आफूमाथि लागेको आरोप स्वीकार गरेको, यानि कि उनले सहकारी ठगेकै रहेछ भनेर भनिरहेका छन्। अब हेरौँ यसको वास्तविकता के हो त भन्ने बारे। मैले हिजोको भिडियोमा सुरुमै भनेका थिएँ कि कोसिस गर्नेहरू एक दिन पक्कै सफल हुन्छ भन्ने उदाहरण एकपटक फेरि रविले पुष्टि गरिदिएको छ भनेर। यसको अर्थ के हो भने आफूलाई धरोटीमा बाहिर राखेर मुद्दा लड्न दियोस् भनेर रविले भए जतिको सबै उपाय र कोसिसहरू गरे। उनले जिल्ला उच्च हुँदै सर्वोच्चसम्म कोसिस गरे, तर कुनै पनि अदालतले नमानेपछि अन्त्यमा उनले एउटा आइडिया लगाए। त्यो भनेको आफ्नो भागमा पर्ने ठगीको रकम जति छ त्यो भोलि मुद्दाको अन्तिम फैसला हुँदै गर्दा यदि आफू दोषी नै करार भएको खण्डमा तिर्छु भन्ने ग्यारेन्टी पहिले नै गर्ने। बुझ्नुभयो? अलिक बुझ्नु भएन होला, आउनुहोस् यसलाई अझै सरल भाषामा बुझौँ। जस्तो अदालतले यस्ता केसहरू अर्थात् आर्थिक हिनामिनाको केसमा कुनै पनि व्यक्तिलाई किन पूर्वपक्षलाई थुनामा पठाउँछ भने धरोटीमा बाहिर छाडिदिँदाखेरि त्यो व्यक्ति देशै छोडेर भाग्न सक्छ, त्यो व्यक्तिले आफ्नो पहुँच लगाएर मुद्दा र अनुसन्धानलाई नै प्रमाणित बनाउन सक्छ, वा भोलि अन्तिम फैसला हुँदै गर्दा उसको भागमा पर्ने बिगो बराबरको पैसा त्यो व्यक्ति नै भाग्यो भने पीडितले आफ्नो पैसा फिर्ता नपाउन सक्छ भनेर त्यो व्यक्तिलाई मुद्दाको अन्तिम फैसला नभएसम्मको लागि पूर्वपक्षको लागि थुनामा राख्ने चलन छ। अब रविको हकमा योभन्दा अगाडि नै दुईवटा कुरामा अदालत अलरेडी कन्भिन्स थियो। जस्तै उनी देश छाडेर भाग्दैन किनकि एउटा राष्ट्रिय दलको सभापति हो, अनि अर्को उनले मुद्दालाई प्रभावित बनाउन सक्दैन किनकि उनको हातमा सत्ता थिएन। अब बाँकी बस्यो तेस्रो, यानि कि भोलि अन्तिम फैसला हुँदै गर्दा यदि रवि लामिछाने दोषी ठहर भएको खण्डमा उसको भागको पैसा पीडितले फिर्ता पाउने ग्यारेन्टी हो। यही कुरामा अदालतलाई कन्भिन्स गराउन रविले एउटा आइडिया लगाए। अर्थात् उनले भनिदिए कि श्रीमान सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएर हिनामिना भएको जम्मा रकम अर्थात् लगभग 10 करोड हो। अब त्यसमा अहिले यसमा आरोपित भएका हामीहरू जस्तै रवि, छवि, जीवी हैन लगायत सबैलाई बराबरी भाग लगाउँदाखेरि एकजनाको भागमा लगभग 2 करोड 74 लाख पर्न जाने रहेछ। सो अब यदि भोलि अन्तिम फैसला हुँदै गर्दा म दोषी नै करार भएछु भने पनि त्यो मेरो भागमा पर्ने पैसा म तिर्न तयार छु भन्ने ग्यारेन्टी अहिले नै बैङ्क मार्फत दिन चाहन्छु भनेर उनले अदालतमा निवेदन दिए। र नभन्दै यो पटक भने अदालत उनको यो कुरामा कन्भिन्स भए र लौ ठिक छ, अन्तिम फैसला हुँदै गर्दा भोलि रवि लामिछाने दोषी ठहर भएको खण्डमा उसको भागमा पर्ने जति पैसा तिर्न तयार छु भन्ने ग्यारेन्टी, र यदि त्यो भन्दा अझ बढी अहिले जुन ग्यारेन्टी दिएको छ 2 करोड 74 लाख,
त्योभन्दा पनि बढी उसको भाग पर्यो भने त्यो पनि तिर्छु भन्ने चाहिँ ग्यारेन्टी सहित कागज गराएर उनलाई रिहा गरिदिनु, जमानतमा रिहा गरिदिनु भनेर हिजो अदालतले आदेश दियो। लौ खासमा भएको यति हो। अब निचोडमा रवि लामिछानेले आफ्नो गल्ती अहिले नै स्वीकार गरेको वा नगरेको भन्दा पनि बाहिर बसेर मुद्दा लड्न पाउने कुनै पनि उपाय नभएपछि हार खाएर अन्त्यमा यो बाटो अपनाएको हुन्। त्यसैले यदि कानुन र न्यायको आँखाले हेर्ने हो भने अहिले नै उनलाई दोषी वा निर्दोष भन्न मिल्दैन। अब यो कुराको अन्तिम फैसला भनेको भोलि गएर रूपन्देही जिल्ला अदालतको अन्तिम फैसलाबाट मात्रै बाहिर आउने गर्दछ। बाँकी अब आफ्नो टेस्ट अनुसार व्याख्या गर्ने छुट र सुविधा सबैलाई छँदैछ। हाम्रो भाषामा भन्नुपर्दा चाहिँ आजको दिनमा रवि लामिछाने सहकारी ठगी प्रकरणमा न त दोषी व्यक्ति हुन् न त निर्दोष व्यक्ति हुन्। उनी मात्रै सहकारी ठगीको आरोपित व्यक्ति हुन् र उनलाई अहिले आरोप छ। त्यो आरोप अब अदालतले पुष्टि गर्न बाँकी छ। खासमा कुरा यति नै हो। र भोलि अहिले जुन रूपन्देही जिल्ला र उच्च अदालतबाट जुन किसिमको निर्णय आएको छ, भोलि बाँकी रहेका 4 वटा जिल्लाबाट उनी फेरि जेल जान पनि सक्छन् या बाहिरै बसेर मुद्दा लड्न पनि सक्छन्। यो भोलिको कुरा हो।